Okay, hello and welcome all. हाम्रो यो लर्न ल्याटिक इन 2025 भिडियो सिरिजमा आज चाहिँ हामीले यो फङ्सन युजिङ एरे यो एरेको युज गरेर फङ्सन यस्तो खालको फङ्सन चाहिँ कसरी लेख्ने भनेर सिक्न जाँदैछौँ। त्यसको लागि हामीले बेसिक कन्सेप्ट जान्नुपर्ने हुन्छ। जस्तै यो भनेको हाम्रो के हो भन्दा डिस्प्ले म्याथको लागि हो। अब यो भनेको हाम्रो यहाँ भइहाल्यो। अब यो ब्याकस्ल्यास लेफ्ट हो, यति ब्याकस्ल्यास लेफ्टसँगको कर्ली ब्राकेटले हाम्रो यो दिने भयो। अनि त्यसपछि यो बिगिन एरे अनि यो हाम्रो यो फर्स्ट कोलमको लागि र यो दोस्रो कोलमको लागि अब दुईटा कोलम छ यसमा, त्यही भएर एउटा एन हुनु पर्यो। सो एन वटा कोलम भएपछि एन भनेको एन माइनस 1 वटा हुन्छ। त्यसैले अब यो डबल ब्याकस्ल्यास भनेको अर्को रोमा जानलाई हो। अनि यहाँनिर चाहिँ के हो भन्दा अब हामीले यो राइट ब्याकस्ल्यास बाइक राइट भनेको अब यता यो यस्तो छैन नि त, त्यही भएर हामीले जस्ट ब्याकस्ल्यास राइट मात्र गरेको। त्यसैले अब यस्तो प्रकारको पनि हामीले सजिलै लेख्न सकिन्छ। अब अहिले हामीले ल्याटेकमा हालेर हेर्नेछौँ। ल्याटेक स्टुडियोमा आइसकेको छु। अब हामीले के गरौँ भन्दा यसरी एक्स इजिकल टु मोड हान्नको लागि हामीले किबोर्डबाट डाइरेक्ट हान्न सकिन्छ। इजिकल टु लेफ्ट अनि हामीले कर्ली ब्राकेट, त्यसपछि हाम्रो के हानौँ भन्दा ब्याकस्ल्यास आरआइजिएसटी राइट, जस्ट राइट मात्र हानौँ। अब यहाँ के हो भन्दा ब्याकस्ल्यास बिगिन एआरआरएवाई बिगिन एरे, अनि त्यसपछि हामीले दुईटा कोलमको लागि दुईटा सिसी, त्यसपछि हाम्रो के हुनुपर्छ ब्याकस्ल्यास बिगिन भएपछि जहिले पनि के हुन्छ इन हुनुपर्छ, इन एआरआरएवाई एरे गर्नु पर्यो। ओके, अब हामीले यसमा चाहिँ अब जस्तो माइनस एक्स एन्ड हानौँ। इफ एक्स इज लेस देन र ग्रेटर देन 0 हानौँ। न्यू लाइनमा जाऊँ, न्यू रोमा, अनि एक्स एन हानेर इफ एक्स इज एलइक्यू 0 हान्छु। मैले यसलाई रन गरेँ भने हाम्रो के आउँछ भन्दा ओके, हामीले यो लेफ्ट यो टेक स्टुडियोमा चाहिँ यो लेफ्ट ब्याकस्ल्यास लेफ्ट, त्यसपछि हाम्रो यो कर्ली ब्राकेटको लागि यहाँनिर यो फेरि ब्याकस्ल्यास कर्ली ब्राकेट, त्यसपछि हाम्रो यो राइट ब्याकस्ल्यास राइट पछि जहिले पनि यो हाम्रो फुल स्टप चाहिँ दिनुपर्छ, अदरवाइज चाहिँ एरर आउँछ। ओके,